लामो 10 घण्टाको फ्लाइटपछि हामी फाइनली आइपुगेको छौँ बेजिङ। बेजिङको बाहिर देखिँदैछ यस्तो। Hello, welcome to China. थ्याङ्क यू सेसेनी। गगनचुम्बी भवन हेर्दै फराकिला बाटा अनि वारिपारी रमाइलो दृश्य हेर्दै हामी बिस्तारै अगाडि बढ्यौँ हाम्रो होटलतर्फ। होटल पुग्ने बित्तिकै हामी फ्रेस भयो। I just couldn't contain my excitement. I just had to go out and explore. अनि हामी यहाँको नजिकैको एउटा रेस्टुरेन्टमा गयौँ र त्यहाँको मिठो खानेकुराहरू अर्डर गऱ्यौँ। स्पेसली दिस चिकन विङ्स वाज सो डिलिसियस। चिकन विङ्स, चिसो बियरको चुस्की अनि त्यस पछाडि स्पेनिस डिस पाएया। यो मेरो फेभरेट स्पेनिस फुड हो। यसमा चाहिँ मिक्स सी फुडहरू हुन्छ जसलाई चामलसँगै पकाइन्छ। मानुस यो स्पेनको बिरयानी हो, फरक मसला तर एकदमै मिठो टेस्ट। नमस्ते सबैजनालाई, मेरो नाम हो रोशन बस्नेत र तपाईँहरूलाई सबैलाई स्वागत छ मेरो यस युट्युब च्यानलमा। बेजिङ घुम्ने होइन त? ल आउनुहोस्, म तपाईँहरू सबैलाई म सँगसँगै बेजिङ घुमाउँछु है त। सबैभन्दा सुरुमा एकदमै ऐतिहासिक ठाउँ लिएर जाँदैछु। गेस गर्नुहोस् कहाँ हो? यसलाई व्हाइट प्यागोडा पनि भनिन्छ। हामीले सानोमा हाम्रो किताबमा यस ठाउँको बारेमा अथवा यो बनाउने कलाकारको बारेमा धेरै पढेका छौँ। गेस गर्नु त, थाहा पाउनुभयो? यो चाहिँ हाम्रो हजुरबाउको पनि हजुरबाउ अरण्यकोले उहाँले बनाउनु भएको। र एउटा कुरा चाहिँ के थाहा पाइयो भने यहाँनेरि इन्ट्री फी चाहिँ सबैले तिर्नुपर्छ, यहाँको चाइनिजहरूले पनि। तर हामीले जब हाम्रो नेपालीज पासपोर्ट देखायौँ यो चाहिँ फ्री रहेछ, हामीलाई चाहिँ पैसा लाग्दैन रहेछ है। अरण्यको वास्तुकलाबाट निकै प्रभावित भएका सम्राट कुबलाई खानको आदेशमा बनेको यो मन्दिर 1279 सम्पन्न भएको थियो। कुबलाई खान उनै सम्राट हुन् जसका हजुरबुवा चाहिँ चङ्गिस खान भनेर पनि हामी चिन्छौँ। र उहाँकै पालामा नेपालबाट अरण्यकोलाई बोलाइएर यस मन्दिरको सम्पूर्ण डिजाइन गर्ने काम र उहाँकै नेतृत्वमा बनेको थियो। यो बौद्ध स्तूपा एउटा संरचना मात्रै होइन, यो हाम्रो अरण्यको त्यो अद्भुत कला र समर्पणको प्रतीक हो जसले सदियौंदेखिको हामी बीचको ऐतिहासिक सम्बन्धलाई अमर बनाइदिएको छ। हामी जाँदैछौँ च्यानमेन स्क्वायर। च्यानमेन स्क्वायरको बारेमा भन्नुपर्दा यो एकदमै ठुलो छ। झन्डै 880 मिटर लामो र 500 मिटर चौडा यो संसारकै सबैभन्दा ठुलो सार्वजनिक चोकहरूमा गनिन्छ। सन् 1919 को मे 4th मुभमेन्ट र सन् 1981 को प्रोग्रेसिभ प्रोटेस्ट जस्ता घटनाहरूको साक्षी पनि हो। च्यानमेन स्क्वायरको पारिपट्टि रहेको यो फरबिडन सिटी 1407 देखि 1420 सम्ममा बनेको हो। फरबिडन सिटी भन्नुको मुख्य कारण भनेको चाहिँ यहाँ रोयल फ्यामिली र एडमिनिस्ट्रेसनका निश्चित मान्छेहरू बाहेक यहाँ कसैलाई पनि भित्र इन्ट्री हुनको लागि पनि अलाउड थिएन।
वरिपरिका मीठा खानेकुराका परिकार हेर्दै हेर्दै हामी गयौं बेजिङको फेमस डक रोस्टेड डक खानको लागि। हाम्रो बेजिङ आउँदा यहाँको यो रोस्टेड डक खान नबिर्सिनु होला, यहाँ निकै फेमस छ यो। मिठो लन्चपछि हामी गयौं निकै नै ऐतिहासिक अनि विशाल टेम्पल अफ हेभन हेर्नको लागि। मिङ र किङ राजवंशका सम्राटहरूले राम्रो बालीको कामना गर्न र स्वर्गको पूजा गर्नको लागि विशेष समारोह आयोजना गर्ने गर्दथे। यो कम्प्लेक्स सन् 1420 मा बनेको हो र यो युनेस्को वर्ल्ड हेरिटेज साइटमा पनि पर्छ। बेजिङमा पहिलो दिन हामीले पुराना ऐतिहासिक भवन त्यस्तै यहाँको मिठो खानेकुराको स्वाद राम्रोसँग लियौं र हामी भोलि जानेछौं द ग्रेट वल अफ चाइना। ग्रेट वल अफ चाइना जुन मानव निर्मित संसारको एउटा आश्चर्य हो। यसको इतिहास धेरै लामो छ। यो विशाल पर्खाल विभिन्न राजवंशहरूले आफ्नो देशको सुरक्षा गर्नको लागि बनाएका थिए। यो कुनै साधारण पर्खाल होइन, यसले हजारौं किलोमिटर पार गर्छ। यसको दृश्यले पर्यटकलाई सधैँ मोहित बनाउँछ। नमस्ते नमस्ते। चिनिया संस्कृतिमा जेड ढुङ्गालाई एकदमै ठूलो महत्त्व दिइन्छ। जेड बलियो र टिकाउ ढुङ्गा हो जुन विभिन्न रङहरूमा पाइन्छ, विशेष गरी हरियो र सेतोमा। हजारौं वर्षदेखि चिनियाहरूले यसलाई मूर्ति, गहना र अन्य कलाकृति बनाउन प्रयोग गर्दै आएका छन्। बर्ड नेस्ट स्टेडियमको डिजाइन एकदमै अनौठो छ।
त्यसलाई स्विस आर्किटेक्चरहरूले डिजाइन गरेका हुन्। स्टिलको जालीदार संरचनाले यसलाई चराको गुण जस्तै देखाउँछ। सिल्क मार्केट। यो सपिङ मल निकै पुरानो हो। सपिङ मलको बेसमेन्टमा रहेको यो फ्रेस मार्केट साँच्चै नै गजबको छ। यहाँको चहलपहलपूर्ण वातावरण, ताजा फलफुल, सागसब्जीको सुगन्ध, मासु र सीफुडको विविधताले साँच्चै चीनिया संस्कृतिलाई नजिकबाट अनुभव गराउँछ। त्यो fish हो यो king crab हो, king crab. अब हामी जाँदैछौँ बेजिङको 798 आर्ट डिस्ट्रिक्ट। यो ठाउँ एउटा ठुलो मिलिट्री कम्प्लेक्स थियो जहाँ धेरै इलेक्ट्रोनिक उपकरणहरू बन्दथे। पछि यहाँ धेरै कलाकारहरूले स्टुडियो खोलेर यसलाई एउटा जीवन्त समकालीन कला केन्द्रको रूपमा विकास गरे। अहिले यहाँ विभिन्न आर्ट ग्यालरीहरू, आर्ट स्पेस र क्याफेहरू छन्। हाम्रो बेजिङको बसाई साँच्चै नै सम्झना लायक भयो। ग्रेट वल अफ चाइना, टेम्पल अफ हेभन र नेपाली अरण्यकोका स्तूपा मन्दिरदेखि यहाँको मिठो खानेकुरा र विकासको गति देखेर म छक्कै परेँ। यो यात्राले बेजिङसँग मेरो एउटा छुट्टै सम्बन्ध जोडेको छ। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद। अर्को भिडियो लिएर म चाँडै आउनेछु। कृपया लाइक, सब्स्क्राइब र शेयर गर्न नबिर्सिनुहोला। थ्यांक यू।